बालेन्द्र शाहसँग संवाद भएको छैन मान्नेज्यू छैन क्या म गर्दिनँ संवाद कोहीसँग ल त एउटा फोटो हाल्नु ल ल छिटो गरौँ न यार फोटो नखिचौँ न हो भोलि पर्सि खिचौँ हुन्छ तपाईँ मात्र यस्तो हुनुपर्ने अरू फेरि तपाईँको एउटा सिको नगर्ने खुलेर हिँड्न नसक्ने कारण के होला फेरि अनि यो त्यही तिमी जस्तो धेरै गाउँ गर्ने भएर युवाहरूलाई अगाडि बढ्न दिनुपर्छ अलि छिप्पिएको बुढाहरू चाहिँ पछाडि बस्नुपर्छ क्या मेरो हजुर युवा हो कि छिपिएको म त छिप्पिएको हो। पटक शपथ लिएर आउनुभयो कस्तो महसुस भएको छ केही महसुस भएन किन भन्दाखेरि 5 मिनट पनि लागेन मान्नु बधाई छ मन्त्रीज्यू मान्यज्यू मलाई बधाई पनि चाहिन्न शुभकामना पनि चाहिन्न किन मान्यज्यू चाहिन्न स्वतन्त्र माननीय महावीर पुन कतै राष्ट्रपा स्वतन्त्र पार्टीमा जाने हो कि भन्ने चर्चा पनि छ के हो त्यो चर्चा जसले गरेको उसैलाई सोध्नु तपाईँले चाहिँ यो आफ्नो किताब कति पटक पढ्नुभयो पढेकै छैन पढ्नु भएन लेख्यो पढ्यो अब के पढ्ने लेखेको हकित हुनुभयो जस्तो छ कि माननीयज्यू आज हाई हके त हुन्न के हत्तेरिका अरू लेखकहरूको किताब चाहिँ कति पढ्ने गर्नुहुन्छ नि कसैको किताब पढ्दैन आफ्नो किताब त उहाँले पढ्नु भएको छ लेख्नु भएको मात्रै छ होइन आफ्नो किताब पढ्नु भएन माननीयज्यू त्यो लेख्दाखेरि पढिहाल्यो नि अर्को किताब चाहिँ कहिले निस्किन्छ तपाईँको नयाँ किताब नयाँ किताब नयाँ किताब निस्किँदैन फेरि भेटौँमा लेख्नु भएको छ हजुरले अर्को यसैमा थप्ने हो क्या अलिकति अलिक मन्त्री हुँदाको अनुभव पनि अब हो त्यो थप किताबमा हाल्छ फेरि पुराना पाठकहरूले त फेरि किन्नु पर्ने भयो नि त किन्नु धन नाफा हुन्छ त्यहाँ पत्रकारितामाथि कुटपिट गर्नु भएको छ के छ यसमा मलाई थाहा छैन भन्दैछु मैले कुटपिट गरेर देखेकै छैन त अब मैले म बजार यो कुरा थाहा छैन कि म बिहान किताब बेच्न आएको मान्छेलाई यो देशको सिमानाको विषयमा के छ अहिले खास गरी लिपुलेखमा चाहिँ भारतले हैन नेपाललाई पत्तै दिएन त्यहाँ व्यापार सम्झौता गर्ने त्यो सब राजनीतिक कुरा हो है तपाई राजनीतिज्ञ हो त राजनीतिकै होइन तिम्रो त के भन्न मन लाग्छ साला गधा कुकुर मोर मुन्टी मानिस संसदमा भूमिका कस्तो रहन्छ अब तपाईँको भूमिका खेलाडीको पहिलोचोटि सांसदको शपथ खाँदा कस्तो अनुभव भइरहेछ एकदम 5 मिनटमा सिद्धिहाल्यो नि बालेन्द्रको पहिलो निर्णय चाहिँ केपी ओलीलाई पक्राउ गर्ने हो थाहा छैन के फेरि हो भन्छ यार शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ मलाई थाहा छैन भगवान पशुपतिनाथ लगाएर सोध्नु शैक्षिक वातावरण बनाउने तपाईँले मन्त्री हुँदाखेरि अगाडि बढाउनु भएको कानुन अब अगाडि बढ्ला त बढ्नै पर्छ नबढ्यो भने त म त हडताल गर्छु नि हाम्रो ढोका खुल्दिने हो नि अनि केही छैन अब 1.5 घन्टा छ मान्ने हुन मान्ने भइसक्नु भयो अब भएको छैन अहिलेसम्म शपथ नगरेसम्म त कहाँ मान्ने हुन्छ विधायक नमस्ते कहाँबाट आयो दाइलाई बधाई दिन आएको तिमीले बधाई दिनु पर्दैन ढङ्गले आउनु पर्छ ढङ्गले आउनु दाईलाई देखेपछि दाईको पछि पछि लगाएपछि ढङ्गले आउनु पर्दैन ढङ्गै आएन त यार कहिले आउँछ ढङ्ग मान्छेले भन्छन् के देशको सांसद बनिसक्नु भयो देशको नीति निर्मातामा पुगिसके पछाडि नीति नियम बनाउने हो पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले पुस्तकको बेलामा पुस्तक बेचेको नीति नियम बनाउने बेलै भएको छैन अहिले ए हजुर अब संसदै बसेको छैन अधिवेशनै बसेको छैन त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने कता कता बेच्दै हुनुहुन्छ अब पोखरामा त बल्ल आज सुरु गर्यो नि अमरसिंहबाट यहाँ आयो कति दिनसम्म बेच्नुहुन्छ त नि थाहा हुँदैन क्या बहिनीहरू यस्तो झन्झटिलो कुरा नसोध्नुहोस् न अलि राम्रो कुरा सोध्नुहोस् किताब मैले अध्ययन गरेको छैन होइन हजुरको किताबभित्र के छ त्यस्तो जीवनी भनेको के हुन्छ जीवनी छ म भएको छु नि म त 71 वर्ष पुगेर 72 वर्षमा लाग्यो यो लास्ट चान्स हो अर्को म फोटोमा उड्दा पनि उड्दैन उठ भनेर भने पनि उड्दैन ल होइन हुन त फेरि 1% चान्स त हुन्छ तपाईको सामाजिक सञ्जालमा एउटा यति बेला भिडियो भाइरल भइरहेको छ तपाईले कुनै कार्यक्रममा मिटिङमा एकजना माथि यसरी बोतल फालिराख्नु भएको छ के हो सर त्यसको वास्तविकता बोतल फालेको होइन त्यो मेरो अगाडि खाने पानीको बोतल थियो अनि उता त्यो टेबलमा बसेको थियो मैले यसो गर्दाखेरि त्यो बोतल चाहिँ गुडेर गएको हो क्या मन्त्रालय आउँछु भन्ने छैन सपना छैन कसैले टिपेर ल्यायो भने फेरि आउने हो अनि मन्त्रीज्यू सुविधा छ नि सुविधा छ धेरै सुविधा छ तपाईँ सहज हुनुहुन्छ सहज छ केही आरोपहरू पनि लागेछन् यस्तै हो राम्रो काम गर्दा आरोप पनि लाग्छ ती आरोपको सफाई पनि दिनुपर्छ ल ल ठिक छ ल जानु
मन्त्रीज्यू तपाईँले हिजो भन्नुभएको फेसबुक र युट्युबले पत्याएन भनेर भन्नुभएछ पत्याएन नि ट्रोल बनिरहेछ मन्त्रीज्यू के भन्नुहुन्छ अन्याय अत्याचारी मेरो चाहिँ 1 लाख 2 लाख 3 लाख भ्युज आउँदाखेरि पनि पैसा आउँदैन मैले अब के योजना के छ यहाँको शिक्षा मन्त्रालयको अब के योजना अब योजना अफिस जाने छ मन्त्रीज्यू बाह्रको घटनालाई कसरी हेर्नु भएको छ बाह्रको घटनालाई बाह्र कहाँ छ एकदम साह्रै रहर लाग्यो अनि त्यही भएर यो किताब बेच्यो क्या पैसा कमाउन रहर लाग्यो कारखाना चलाउन रहर लाग्यो यो पुराना फाइलहरू खुल्ला मान्ने जो तपाईँलाई के खोल्ने सब खोल्ने तपाईँ पनि त्यसमा साथ दिनुहुन्छ एकदम साथ दिन्छ यो पुराना नेताहरूले अझै पनि त्यो एक खालको दम्ब देखाइरहनु भएको छ भनेर तपाईँले स्टाटसहरूमा लेखिरहनु भएको छ नि यो पुराना नेताहरू अझै सुध्रेनन् भनिरहनु भएको छ नि सुध्रेनन् भने मैले के हेर्नु त अब सुध्रेनन् भने उनीहरू जान्छन् खोले